यस भेलामा उपस्थित रहनुभएका यो आँखाले भ्याएसम्मका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई मेरो एकमुष्ट नमस्कार। यो भिड यो देशमा परिवर्तन आवश्यक छ र हामी परिवर्तन गर्न सक्छौं, तिमीहरू आँट हामी साथ दिन्छौं भनेर आएको भिड हो। मलाई यो भिडमा विश्वास छ। यो भिड कसैले केही दिन्छ र खाउला भनेर आएको भिड होइन, यो देश बनाएरै छोड्छौं भनेर आएको भिड हो। मलाई यो भिडमा विश्वास छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अहिले बोल्दा बोल्दै पानी पनि पर्न सक्छ, कहीँ कतै कोही पनि नहल्जौं, एकपटक भिज्नुपर्छ, हामीले रुज्नुपर्छ। बोल्दा बोल्दै पानी पर्यो भने म पनि तपाईसँगै भिजेरै बस्छु, किनकि यो आँधी हुरी अब हामीले झेल्नुपर्छ, अब हामीले बानी पार्नुपर्छ। आँधी हुरी झरी झेलेनौं भने यो देशका भ्रष्टहरूलाई हामीले लखेट्न सक्दैनौं, त्यसैले हामीले यो आँधी हुरी झेल्न पर्ने हुन्छ। आउनुहोस्, अब यो 4 वर्ष जे परि आउँछ त्यो सँगसँगै बेहोर्ने तपाईँ साथ दिनु होला। हामी तयार भएर बसेका छौं, मुटु दरो राखेका छौं, कसैले हल्लाउन सक्दैन, शिर ठाडो राखेका छौं, कसैका अगाडि झुकाउँदैनौं। नेपाली जनताका मुद्दा हाम्रा लागि प्राथमिकताका कुरा हुन्। त्यसैले आजको यो भव्य उपस्थितिका लागि म सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हृदयदेखि नमन भन्न चाहन्छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो 4 वर्षमा हामीले धेरै तयारी गर्नुपर्नेछ। हामीले तपाईलाई बाँड्ने आश्वासन भन्दा पनि गर्ने कामहरूको तालिका बनाउनु पर्नेछ, लिस्ट बनाउनु पर्नेछ। हामी त्यसमा लागि परेका छौं। यस बीचमा तपाईले थाहा पाउनुभयो होला, निर्वाचन अगाडि, निर्वाचनका बेला र उपनिर्वाचनमा मुद्दा हाल्ने खेती चलेको थियो। जे भए पनि मुद्दा हाल्ने खेती चलेको थियो। अब त्यो मुद्दाको खेती सप्रिन छोड्यो, मुद्दाको खेतीले कुनै बिउ दिएन, अब बदनाम गर्ने खेती सुरु भएको छ। अहिले तपाईँ हेर्नुभयो भने हरेक एउटा दुईटा मान्छे गाली गर्न सुरु गरेको छ, यिनीहरू त्यस्तै हुन्, यिनले यसो गरे, उनले त्यसो गरे। त्यसो भए यो 30-32 वर्षमा देशलाई गरिबीमा पुर्याएर यो देशका जनतालाई यो देशबाट लखेट्ने काम कसले गर्यो? 1 वर्ष अगाडि जन्मेको रासोपाले कि अहिले स्थापित राजनीतिक दलले? हाम्रो प्रश्न यहीँनिर छ र यसलाई हामी शान्त विद्रोह गरेर जनताको साथ लिएर ब्यालेटका माध्यमबाट परिवर्तन गर्न जान्छौं। यो 30 वर्ष यो देशमा भ्रष्टाचारको ज्वरो गाड्नमा उहाँहरूले समय बिताउनु भयो र अबको यो 4 वर्ष म त होइन, यो काण्ड मेरो होइन, मेरा मान्छे पनि होइन, मेरा छोरछोरी पनि होइन भनेर स्पष्टीकरण दिँदै 4 वर्ष बिताउने छन्। अबको यो 4 वर्ष यो काण्डमा मेरो संलग्नता छैन, त्यो काण्डमा त्यसको संलग्नता छ भन्दै ती काण्डहरूबाट बच्नका लागि उनीहरूले खर्च गर्नेछन्। यही 4 वर्ष हामी तपाईको घर घरमा आउनेछौँ र तपाईलाई बताउनेछौँ कि हामी किन घण्टी बजाउँदै आएका हौं। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले चाह्यौं भने सम्भव छ। संसारका कुनै पनि विकसित देशहरू तब मात्र विकसित भएका हुन् जब त्यहाँ